I love you, I love you, Kepiva. I love you, I love you, Kepiva. I love you, I love you, Kepiva. I love you, I love you. नमस्कार है, नमस्कार हजुर। नमस्ते। हामी त भोट माग्न आएको। अनि हजुरको परिचय नि? म महेश बस्नेत। मायाले केपी ओलीको गुगल लिडो भन्दा पनि हुन्छ। ए, अनि तपाईले के काम गर्नुहुन्छ त? बिहानै उठ्ने बित्तिकै एक चम्चा केपी ओलीको गु खान्छु र दिउँसो बसी मासु भाते गुन्डाहरू लिएर केपीबा वी लभ यु भन्न लगाउँछु। होइन त केटा हो? ल केपीबा I love you, I love you, केपीबा I love you, I love you। ल मैले त्यस्तो भन्न खोजे होइन, मतलब देश विकासको लागि के गर्नुहुन्छ? देश विकास त्यस्तो त हाम्रो कुनै प्लानै छैन। हामी त जसरी हुन्छ देश लुट्ने हो, होइन त? बरु मान्छे मारेर हुन्छ कि गुन्डा लगाएर हुन्छ। तै यस्तो पाराले तपाईले कसरी भोट पाउनुहुन्छ? तपाईँ पनि नेपाल भेडा जनताले भरिएको देश हो भन्ने थाहा छैन? अझै पनि केपीबा वी लभ यु भन्ने त कति छन् कति। ती 2-4 जना भुसुनाले भोट नहाल्दैमा के हुनेवाला छैन। होइन त केटा हो? हुन त तिनलाई पनि पटाइन्छ किनकि मनी टाक्स नि त। अब जनता पहिलाको जस्तो छैनन्, जनता बदलिसके। तपाईँ जस्तो चोर डाका फटा हत्यारा भ्रष्टाचारीहरूलाई कोहीले भोट दिन, म त झन् कदापि दिदिन। तपाईँ एकजना भेडाले नदिँदैमा के उखाडिनेवाला छैन। यहाँ लाखौँ भेडा छन्, म अरूको घर घर भोट मागिहाल्छु नि। तपाईँ पो सच्चा देशभक्ति पर्नुभयो, अरू त कहाँ छन् र त्यस्ता। केटा हो केपीबा वी लभ यु केपीबा वी लभ यु। यो देश नेताले गर्दा बिग्रेको होइन, भेडा जनताले नै बिगारेका हुन्।